चर्चमा हो कि के हो रिङबाट चल्यो होला वाह ऊ दामी खिच्दैछ मेरो फोटो चाहिँ हैन निशासँग मेरो आइफोन 16 हो निशा गाडीमा चढेको जस्तो लाग्यो होला नि है निशाले लडायो यहाँनिर चाहिँ उपासनाले हामीलाई डल्ले खोर्सानी देखाउँदैछ ऊ तल चाहिँ उसको डल्ले खोर्सानी रहेछ सो गाइस म चाहिँ यहाँनिर रेडी भइरहेको छु हैन कहाँ जानको लागि भन्दा चाहिँ म चाहिँ अब साथीको घर मेरो साथी उपासनाको घर जान आँटेको नि त हैन अन्त उपासना चाहिँ यहाँ हामीलाई रिसिभ गर्न आइरहेको छ यहाँ मेरो साथी उपासना अब हामी चाहिँ उसको उपासनाको घर जाने हो एकछिन अब माइन्ड फ्रेस गरेर आउने त हो कति बस्दा बस्दा अल्छी भयो अन्तखेरि चाहिँ यसो घुमौँ न भनेर चाहिँ अब हामी चाहिँ उसको घर जान आँटेको म तपाईँहरूलाई यहाँदेखि उता चाहिँ म अपडेट गराउँछु के गर्छौँ कसो गर्छौँ भनेर हो सो स्टे ट्युन लो हामी चाहिँ अब उपासनाको घरतिर लाग्यौँ हैन अनि यो चाहिँ मेरो गाउँ हो अनि यहाँ उपासनाले चाहिँ मेरो बेबी बोकेर अघि हिँड्दैछ तर यहाँ हामीसँग चाहिँ मेरो सिस्टर इन ल कृतिका पनि छ चाहिँ हाम्रो गाउँमा चाहिँ अन्डर 15 ओपन फुटबल टुर्नामेन्ट हुँदो रहेछ हो यहाँ हेर्नुहोस् त चाहिँ भाउजूले पैसा दिनुहुँदैछ मैले चाहिँ यहाँनिर सामानहरू पनि किनिसकेँ हैन अन्त खाली हात किन जानु भनेर चाहिँ अन्त यहाँ चाहिँ हाम्रो बाबा बसिरहेको रहेछ हामी माथि गइकिन आउँछौँ होइन उपासनाहरूकोमा गइकिन आउने साथी भेटेर अब गफ गर्नुमा बिर्सेँ कि यिनीहरूले चाहिँ मलाई छोडिराखेछ हो बल्ल बल्ल पुगेँ म चाहिँ यहाँनिर आइपुगिसकेँ हो उपासना मलाई छोडिराखेछ बात गरेर कि खै मिस चाहिँ ए नहेर बुझ्छु चाहिँ यहाँनिर ढल्किरहेको रहेछ बिचरा जिउ पनि दुख्यो होला नि है बोकेकोले तिमीले गर्दा आमा भन्यो मलाई त जाडो उयो बनाइदिएको मिङ्सा हामीले लडायो यहाँ चाहिँ उपासनाले चिया पनि ल्याइदिएछ पर्थेन नि पिज्जा भेटी उपासनाको चाहिँ आज बर्थडे रहेछ हो अन्त मेरो चाहिँ हामी चाहिँ अब बर्थडे त्यस्तो फास्टिङहरू भन्ने चाहिँ हाम्रो लाइफमा आएन पनि आउँदैन पनि होला हो अन्त हामी चाहिँ अब खाएको तर म फास्टिङ चाहिँ बस्छु कि तर म एकै सालमा एकपल्ट त्यो चाहिँ शिवरात्रिमा मात्रै बस्छु हामी चाहिँ हैन अब गाउँको चाहिँ हामी चाहिँ 3 जना बेस्ट फ्रेन्ड हो नि त हैन म उपासना अनि निशा अनि सबसे फर्स्ट बिहा चाहिँ मै भएको त्यहाँदेखिको चाहिँ को भएको निशा भएको है त्यहाँदेखिको चाहिँ निशा भएको त्यहाँदेखिको चाहिँ उपासना हैन अन्त अब बेबी चाहिँ मेरो सबसे फर्स्ट मेरो बेबी भएको छ अब चाहिँ निशाको टर्न हो अब त्यहाँदेखिको चाहिँ यता हाम्रो उपासना यहाँ चाहिँ उपासनाले एउटा कुरो खाइरहेको छ हो व्रत तोर्यो लु हुँदैन नुन गुल्यो मात्रै हो यसमा उपासनाको व्रत तोर्यो मिङ्साको एउटा कुरो आन्टीले चोरेर खायो है
भर्ता पनि तोडिदियो है भाइ तर यसमा के पनि हुँदैन त्यस्तो उयो सल्टहरु त त्यस्तो हुँदैन जस्तो लाग्यो एडेड सल्टहरु केहरु त हेर मी दुध खाएर चुपचाप बसेको यहाँ खेल्दै रहेछ नि त क्यारम बोर्ड टाइम पास दामी रहेछ त अन्त है अब निस्किनु आँटेको अब कहाँ हुन्छ अब नानीसँग लाग्नुपर्छ है उपासनाको डल्ले पनि हेरिदिउँ फलेकै छैन नि तर यहाँनिर चाहिँ उपासनाको डल्ले रहेछ नानीले होइन लानुपर्छ नि राति हुँदा बेसी उयो गर्नु हुँदैन घुमाउनु हुँदैन आइ चला मेरो नानी चाहिँ बच्यो कलर म्याचिङ भएछ यो कर्टेन्स यसको टोपी चाहिँ अब मेरो उपासनाले फोटो खिचिन्छ अरे हो सो मेरो अब हामी फोटो खिच्ने यता वाह ऊ दामी खिच्दैछ मेरो फोटो चाहिँ होइन निसाहरू मेरो अन्त हुनु पनि आइफोन 16 हो आइफोन 16 को कमाल हो चस्मा हो कि के हो यो एकदम हाई भोल्टेजको चस्मा हो नि त यो चस्मा चाहिँ कसले पनि लाउन सक्दैन यसमा चाहिँ यतिको छ पावर हो देख्न सक्नु हुँदैछ गाइस मेरो आँखा चाहिँ एकदमै सकिसकेको छ हो बुढी बोजू भइसकेछ चस्मा नलगाए पनि हुँदैन के गर्नु अब आँखा मैले पहिल्यै सानोमा बनाइसकेको छु अब हामी चाहिँ घर जान आँटेको हो राति पनि भइसक्यो अन्तखेरि चाहिँ अब हामी निस्केको सो यहाँ अब उपासनालाई चाहिँ यहाँनिर फेरि भेटौला फेरि घरि भेटौला हो यहाँ कृतिका अनि मेरो नानी टाटा फेरि भेटौँ इट्स सो हामी चाहिँ उपासनाको घरबाट पनि आइसक्यौँ होइन अन्त आइसकेँ मैले चाहिँ यहाँनिर खाना पनि रेडी गरिसकेँ अन्त आज त्यस्तै थियो भिडियोजहरू है यो भिडियोज चाहिँ अब राम्रो लागेको छ भने लाइक कमेन्टहरू सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई ताकि म अझै राम्रो भिडियोजहरू लिएर आउन सकौँ तपाईँहरूको सामु भनेर र आजको लागि चाहिँ द्याट वाज इट फर टुडेज भिडियो तपाईँहरूलाई फेरि नेक्स्ट भिडियोमा भेटौँला सो टिल देन बाई टेक केयर